Welcome to A Day in My Life. Good evening. Namaste everyone. एक हप्ताको आरामपछि फाइनली ब्याक टु एक्सर्साइज। यति धेरै दिन ग्याप हुँदा एनर्जी पनि कम हुने रहेछ। अरू बेला गर्ने वेटहरू अहिले भारी लाग्ने रहेछ। तर हिजोको तुलनामा आज बडी फ्रेस फिल भयो। एक्सर्साइज त छँदैछ, तर एक्सर्साइज सँगसँगै खानपिनमा पनि एकदम बेसी ध्यान दिनुपर्ने हुन्छ। अरू बेला कहिलेकाहीँ एक्लै गर्दा घन्टौँ लागे जस्तो लाग्थ्यो, तर सबैजना मिलेर गर्दा त एकैछिनमा काम सकिँदो रहेछ। अफिसमा त काम गर्दा गर्दै समय कति भयो कति बित्यो थाहै हुँदैन, त्यही भएर एउटा नयाँ घडी। अनि फेरि बेला बेला रमाइलो गर्न पनि बिर्सिनु भएन नि। केही समयदेखि जिन्दगानी यसरी नै बितिरहेको छ र यसमा म पनि खुसी, साथीभाइहरू पनि खुसी। आजलाई यति। गुड नाइट गाइज, ह्याभ अ स्विट ड्रिम, सी यु टुमोरो।